ल ल बोल्नुस् केही भनिदिनुस् यो पार्ट 2 हो हाम्रो साथीभाइहरूलाई के बनाउँदै हुनुहुन्छ अहिले हजुरले साग उ गर्ने बेलामा अलिकति उ भएको भएर अब मैले अलिकति भिडियो काटेको त्यहाँबाट अनि साथीहरूलाई झ्याउ पनि लाग्छ भनेर त्यहाँबाट अब फेरि म यो बनाउँदैछु यो चाहिँ अब हामीले अघि साग धोइएको थियो हैन साथीहरू अब फेरि मैले यसलाई चाहिँ अब धोएर राम्रोसँग पखालेर फेरि हल्का ड्राई गरेर अनि लिएर गएर भिडियो लामो हुन्छ भनेर मैले छोटो बनाइदिएको अब यसमा चाहिँ अघि हामीले पिनेको यो लसुन र खुर्सानीको पेस्ट यसमा यसो गरेर मिलाउने तपाईहरुले नि पन्जा लगाउनुस् है यो पन्जा लगाएन भने तपाईको हातमा चाहिँ यो खुर्सानीको चाहिँ एकदम बस्ने भएर अनि हात पोल्छ एकदम भतपति आगोले पोले जस्तो पोल्छ अब यसरी हामी केही भन्नु पर्यो के यहाँ दर्शकलाई यसरी गरिसकेपछि रागिनी मिर्च भन्ने यो तपाईहरुले पाउनुहुन्छ नेपालमा पनि पाइन्छ यहाँ चाहिँ काश्मिरी मिर्च पाइन्छ यो चाहिँ कलरको लागि है यो चाहिँ अर्को भन्ने यो हो खोलेर नि हेर आउँछ टक्कै यसरी हालिसकेपछि त्यहाँबाट यसलाई हल्का मोल्ने यो धेरै गाह्रो पनि छैन सजिलो छ खानामा मिठो अजिनमोटो हाल्यो भने त बिग्रिन्छ अनि अरु केही भनिदिनुस् हाम्रो दर्शकहरूलाई साथीभाइहरूलाई च्यानललाई लाइक सब्स्क्राइब त्यो पनि गरिदिनुस् तपाईहरु पनि अब तपाईहरुलाई थाहा छ के बनाउनु अब मैले चाहिँ यो साग मात्र हालेको हो तपाईहरुले चाहिँ यसमा अब कुखुराको मासु अब बुङ्गुरको मासु अब जेमा मिसाएर तपाईहरुले खान सक्नुहुन्छ यसमा मासु मिसाएर खास हामीले चाहिँ अब खास यो चाहिँ माटोको घैटोमा हाल्यो भने एकदम स्वादिलो हुन्छ यो चाहिँ 1 हप्ता अथवा 2 हप्ता जति राख्यो त्यति मिठो स्वाद आउँछ यसको अहिले यस्तो सुक्खा छ तर बिस्तारै यसको चाहिँ पानी निक्लिँदै आउँछ रातो रातो कलर आउँछ रस निस्किन्छ यसको अब यो चाहिँ तपाईहरुले बुङ्गुरको मासुमा कुखुराको मासुमा जेमा मिसाएर अथवा चाउचाउतिर चाउमिनतिर जेमा मिसाएर खाए पनि एकदम स्वादिलो टेस्ट यसमा चाहिँ आउँछ ल अब तपाईहरुलाई मैले बनाउने विधि सिकाइदिए अब कतिपय आउँछ होला यो किम्ची बनाउन अब हामीले चाहिँ यसमा चाहिँ धेरै भनेको लसुनको पेस्ट र खुर्सानीको पेस्ट जति हामीले बढी हाल्न सक्यौ यो चाहिँ अझ त्यति राम्रो हुन्छ हामीले चाहिँ यो अलि हालसालै अब अबरझट अब यसो बनाऊ भनेर गरेको भएर रात परिसकेको छ हाम्रो अब दोकान पनि बन्द भइसकेको छ हामीले लिन नसकेर अझै जति छ त्यति सामग्रीमा चाहिँ बनाइदिएको हो ल त्यसको लागि तपाईहरुले हेरिसक्नु भयो अब धन्यवाद त्यसको लागि अब च्यानललाई अब मन परेछ भने सब्स्क्राइब गरिदिनु होला लाइक पनि हान्दिनु होला शेयर पनि गरिदिनु होला हाल्ने कोसिस हो अचार बनाएको ल च्यानल खुलेछ ल एकदम मिठो छ स्वादिलो छ एकचोटी दर्शकहरूलाई गुड नाइट हान्दै ल धन्यवाद गुड नाइट भन भएकोमा धेरै धेरै धन्यवाद काट्दिन्छु